विगत 2 हप्तादेखि गृहमन्त्रीको राजीनामा माग्दै जनताले पठाएका प्रतिनिधिहरू संसद भवनलाई ठप्प बनाएर गाई जात्रा देखाउँदै टिकटक बनाउँदै साइन गरेर भत्ता लिइरहेका छन्, भत्ता पचाइरहेका छन्। यो 2 हप्तामा राज्यलाई कति घाटा भयो होला एकजना व्यक्तिको लागि। हो, गृहमन्त्री राजीनामा दिनै पर्दो, किनभने गृह मन्त्रालयको एउटा वरिष्ठ कर्मचारी चाहिँ त्यत्रो काण्डमा मुछिएपछि नैतिकता आधारले पनि राजीनामा दिनु पर्दो। राजीनामा दिएपछि पछि निर्दोष भए फेरि पनि आउन पाइन्थ्यो। गृह मन्त्रालय त काङ्ग्रेसकै भागमा छँदै थियो। र हेर्नुहोस्, अब काङ्ग्रेसले त राजीनामा दिए भन्दैन, अब विपक्षी राजीनामा मागै छ। अब यता सत्ताधारी अर्को एमाले चाहिँ राजीनामा दिनु पर्दैन, उता प्रधानमन्त्री ओलीले भन्नुभएको छ राजीनामा दिनु पर्दैन, एउटा कर्मचारीको उसमा चाहिँ काण्डमा त्यसरी गृहमन्त्री राजीनामा दिने हो भन्नुभयो। यदि आज एमाले विपक्षमा थियो भने तिनै केपी ओलीले 1000 पल्ट राजीनामा मागेर संसद अवरुद्ध गरिन्थ्यो होला। हेर्नु त, सत्ता मोह, सत्ता स्वार्थ यो कति जेलायो हो त। उता एकजना पत्रकारलाई चाहिँ हेर्नु त, नेताको छोराको बारेमा एउटा समाचार बनाउँदाखेरि पक्राउ पुँजी जारी भयो अरे। त्यसको सत्य तथ्य नै नछानिकन नबुझिकन त्यत्तिकै पक्राउ पुँजी। हेर्नुहोस् त, एउटा गाउँमा एउटा अविवाहित केटी चाहिँ अब गर्भवती भयो भनेर चाहिँ एकजनाले दोष लाएछ समाज बसेको बेलामा, अब कुनै कार्यक्रममा। त्यसमा चाहिँ त्यो केटीले चाहिँ भाटाले त्यो व्यक्तिलाई पिटेछ, मरासन्न हुने गरी पिटेछ, गाउँले मिलेर पनि पिटेछन्, अलिअलि धुकधुकी राखेर छोडेछन्। त्यसको 4-5 महिना या 5-6 महिनापछि चाहिँ त्यो गर्भवती भनिएकी एउटा युवतीले चाहिँ बच्चा जन्माएछ। हेर्नुहोस्, अब त्यतिखेर गाउँ समाजले के भनेछन्, ओहो यो त मान्छेले बोले त सही पो रहेछ त, त्यो त एकदम निर्दोष रहेछ, तर कुटाइ त खाइसक्यो नि, त्यत्रो अन्तिम मर्नेसम्म कुटाइ त खायो त, त्यो पीडा त भोगिसक्यो त, फर्केर आउँदैन नि। त्यसै गरी अहिले जसलाई चाहिँ खोरमा हालिँदैछ उनीहरू निर्दोष भए, जसलाई दोष लागेको छ उनीहरू दोषी भयो भने चाहिँ त्यसको भागीदार चाहिँ को हुने त? त्यसैले सत्ता मोह र सत्तामा टिकुन्जेल म पनि जे पनि गर्छु भन्ने कुरा चाहिँ अहिलेको सत्ता त जुनसुकै पार्टी गए पनि बिरालोलाई चाहिँ दुधको साँची राखे जस्तो भइरहेछ।